ब्राइडल सेट जाँदैछ अब धनगढी जोशी फ्यामिलीदेखि हामीलाई अर्डर आएको। उहाँ चाहिँ हिरण्य ज्वेलर्सको निरन्तर सेवाग्राही हुनुहुन्छ। बहिनी एक सेट चाहिँ सिल्भरको ब्राइडल सेट पनि बनाएर राख्नु पर्यो, ट्रेन्डिङ त बिट गर्नु पर्यो भनेर अर्डर गर्नुभएको थियो 1 महिना अगाडि। हामीले उहाँको लागि यो सबै तयार गरिसकेका छौँ। मैले चाहिँ के तयार गरेको छु हजुरलाई यसको तौल अनि डिजाइन देखाउने छु है त। सबभन्दा पहिला चाहिँ कटिङ ब्याङ्गल्सबाट सुरु गरे त। यो कटिङ ब्याङ्गल्स हिरण्य ज्वेलर्सको वान अफ द हट सेलिङमा छ। हामीले चाहिँ यसलाई 9 तोलाको 18 पिस तयार गरेका छौँ म्यामकै अर्डर अनुसार। सिल्भर प्युरिटी ग्यारेन्टेड छ हजुरको, हामीले प्योर सिल्भरमा तयार गरेका छौँ हैन। अनि यो सेट हेर्नुहोस् है, रानीहार हामीले 4.5 तोलामा तयार गरेका छौँ। नेकलेस हजुरको 3.5 तोलामा, तलबाट ग्रीन बेड्स राखेर रुबी राखेका छौँ। बिन्दी हजुरको 70 लालमा, कानको झुम्का हजुरको 1 तोलामा। क्राफ्टम्यानसिपमा हामीले कुनै पनि सम्झौता गरेका छैनौँ। सुनको जस्तै फिनिसिङ गरेका छौँ चाँदीमा पनि, हजुरले आफैले पनि देख्न सक्नुहुन्छ। त्यस्तै गरी यो नेपाली ट्रेडिसनल काँडे बुङ्गा चुरा, यो चाहिँ उहाँले 3 तोलाको जोडी बनाइदिनु होला भन्नुभएको थियो। 3 तोलाकै जोडी हामीले तयार गरेका छौँ काँडे बुङ्गा चुरा है। त्यस्तै गरी हजुरले देख्न सक्नुहुन्छ यो फ्लावर ब्याङ्गल्स, यो चुरा चाहिँ हामीले 4 तोलाको जोडी तयार गरेका छौँ है। एकदमै प्रिटी छ फ्लावर ब्याङ्गल्स। अनि त्यस्तै गरी हजुरले देख्न सक्नुहुन्छ यो छड्के तिलरी, जुन चाहिँ हामीले 1 तोलामा तयार गरेका छौँ। अनि त्यसपछि यो माइली तिलरी हामीहरूले आधी तोलामा तयार गरेका छौँ। र यो सेटको औँठी देख्न सक्नुहुन्छ, यो चाहिँ हामीले 1 तोलामा तयार गरेका छौँ। यो रह्यो सिल्भरको कम्प्लिट सेट, असाध्यै राम्रो बनेको छ। र थ्याङ्क यू सो मच हजुर, धनगढीदेखि यति माया गरेर हिरण्य ज्वेलर्सलाई निरन्तर सेवा गर्ने अवसर दिनुभएको छ, त्यसको लागि हामी सदैव कृतज्ञ छौँ। र हजुरलाई पनि सिल्भरको सेट चाहिएमा हिरण्य ज्वेलर्सलाई अर्डर गर्न सक्नुहुन्छ, तर धैर्य चाहिँ गर्नुपर्छ है हजुर। कम्तीमा पनि 1 महिनाको टाइम, 25 दिनको टाइम दिनुभयो भने हामीले हजुरलाई राम्रो फिनिसिङमा सामान तयार गरेर दिन सक्छौँ है। थ्याङ्क यू, नमस्ते।